र हामी सिराइजुली पनि आइपुग्यो। अब अलिकति हिँड्नलाई केही सकस भयो, स्वास्थ्य अवस्था अलिकति गाह्रो भयो। इच्छा पुरा भयो हाम्रो, सिद्ध मन्दिरको नि दर्शन गरियो। सिद्ध मन्दिर हो त्यो जसले चाहे शब्द ठिक छ। अहिले अब थकाइ लाग्छ, थकाइ अलिअलि मेटिँदैछ, बसिया छ। यहाँ माथि आइयो अब टुप्पो। अब चितवन जिल्लाको टप हाम्रो सबभन्दा अग्लो भाग सिराइजुली पहाड 1945 मिटरमा रहेको एकदमै पर्यटकीय क्षेत्र इच्छाकामना गाउँपालिका वडा नम्बर 1 को यो पर्यटकीय क्षेत्रमा आज आइपुगेको छ। हाम्रो करिब 1 बजे हाम्रो 5 जनाको टोली यहाँ आइपुग्दाखेरि एकदमै अहिले चाहिँ चिसो छ, बादल लागिरहेछ चारैतिर। चाहिँ हुस्सुले गर्दाखेरि सबैतिर भ्यू त्यति साह्रै नदेखिए पनि यो ठाउँमा आउन पाउँदा हामी एकदमै हर्षित भएका छौँ। अब हेरौँ आजको अब बसाइ के हुन्छ, कता हुन्छ, चितवन पुगिन्छ पुगिँदैन, गरम भइन्छ भइँदैन। तर यहाँ चाहिँ एकदमै रमाइलो छ। अहिलेको वातावरण एकदमै चिसो छ, आनन्द आइरहेछ। ल चिल भइरहेको नि दाइ होइन। माथि चाहिँ यहाँ झन्डा खायो है, यस्तो कि ट्याक्क चितवनको नेपालको झन्डा ट्याक्कै डाँडाको टुप्पोमा हेर्नु। र दाइ केही भन्नु छ हजुरलाई? म केही भन्नु छैन, यो ठाउँ राम्रो छ। तर आउँदाखेरि चाहिँ अलिक विचार गरेर सोच विचार गरेर आउनुपर्छ। हावाहुरीमा हिँडेर हुँदैन, गाह्रो गाह्रो छ यहाँ आउन पनि। दाइ हजुरको दाइ 1-2 है यस्तै छ है। यस्तो हो यहाँ झन्डा छ नेपालको ठुलो सिराइजुली सबभन्दा ठुलो माउन्टेन एभरेस्ट चितवनको होइन। एउटा आँटेको काम चाहिँ सफल भयो है, त्यही हो, खुसी लाग्यो। एउटा नसोचेको कुरा चाहिँ उयो। धन्यवाद, यति नै हो।